म र मेरो साथी हामी दुईजना मरिना बिचतिर नुहाउने भनेर निस्क्यौँ। त्यहाँ पुगिसकेपछि गर्मी चाहिँ अति गर्मी बढिसकेको थियो। बिहानै जाने भनेको तर बिहान जावाइ भएन। जाँदा जाँदा गर्मी भइसक्यो रहेछ उतिखेरै। त्यहाँपछि मरिना बिच आइपुगेपछि हामी नुहाउनेतिर लाग्यौँ। अब नुहाउने त नुहाउने, अब कपडा कहाँ चेन्ज गर्ने भनेर ठाउँ खोजिरहेको है। एकजनासँग सोधेर अफ्रिकाको एकजना सिक्युरिटी गार्ड रहेछन्, तिनीसँग सोधेँ अनि उनी भने कि उता छ। त्यहाँ गएर हामी कपडा चेन्ज गर्ने ठाउँमा गयौँ। तर वहाँ पनि चिसो भन्ने कुरा केही पनि थिएन। त्यो बाथरुम र कपडा चेन्ज गर्ने ठाउँ मात्रै रहेछ अनि पङ्खा रहेछ। पङ्खाले फेरि लास्टै तातो हावा दिइरहेको है। त्यतिखेरै पसिना भएर पुरै कपडा भिजिसकेको। त्यहाँ पुगिसकेपछि एकजना त्यहीँ काम गर्ने मान्छे अफ्रिका एकजना बहिनी रहेछ। त्यो चाहिँ एकदम उत्साहित भएको डान्स गर्नलाई। अनि हामी चाहिँ कपडा चेन्ज गरिसकेपछि नुहाउनतिर पानीतिर लाग्यौँ। पुरै टुइ हिँडेर है छिटो पुग्छौँ भनेर पानीतिर गएको। पानी फेरि कस्तो कि एकदम त्यहाँको आवाज, त्यो पानीको छालको आवाज र हावा। मेरो साथी त उतिखेरै डराइहाल्नु भयो, यहाँ उडाएर लान्छ भनेर। मैले भन्थेँ कि केही हुँदैन आउनु। उनी चाहिँ डराएर उडाएर लग्छ भनेर नुहाउनै नमान्ने। अनि उनी चाहिँ भिडियो बनाइरहेको, म चाहिँ नुहाइरहेको। अनि नुहाएपछि रमाइलो भयो है साथीहरू। हामी चाहिँ बिचबाट पानीबाट निस्किसकेपछि ओहो गर्मी फेरि यस्तो गर्मी, सासै फेर्ने गाह्रो, यहाँ ढल्छ कि भन्ने जस्तो भएको छ। बिचबाट निस्किएको है, पुरै यहाँ हेर्नु न। यस्तो गर्मीमा चाहिँ नआउनु होला ल कसैले, जाडोमा आउनु होला। यस्तो गाह्रो छ हेर्नु। बिचले त गर्नु गर्यो। यहाँ चाहिँ भनी बोलाको मैले होई, तिम्रो नाउँ के हो भना ए होई, सुना घर कहाँ हो भना ए होई, किन तर्किन्छौ मै चाहिँ ए होई, मायाले हाना सकारै छ जाना। है साथीहरू हामी ए होई भनी बोलाको मैले होई, तिम्रो नाउँ के हो भना ए होई, सुना घर कहाँ हो भना ए होई, किन तर्किन्छौ मै चाहिँ ए होई, मायाले हाना सकारै छ जाना।